डिपार्टमेन्टबाट पाल्नुहुने नर्सिङ इन्चार्ज र कलेजको नर्सिङ ट्युटरहरू साथसाथै यहाँ उपस्थित हुनुभएका सम्पूर्ण नर्सिङ दिदीबहिनीहरूमा आज यो नर्सिङ दिवसको उपलक्ष्यमा भुटानमा नर्सिङ दिवसको इन्टरनेसनल नर्सिङ दिवसको उपलक्ष्यमा चाहिँ हृदय देवीले एकदम धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। आज आइसिएम इन्टरनेसनल नर्सिङ आइसिएमले चाहिँ एउटा थीम चाहिँ के गरेको छ भनेपछि निकालेको छ भने प्रत्येक वर्ष चाहिँ यसले चाहिँ थीम निकालेको छ। कहिले त जिराइटिक हेल्थ प्रब्लमको सम्बन्धमा चाहिँ निकाल्छ भने कहिले चाहिँ सेफ मोडलहरूलाई फोकस गरेर निकाल्छ होइन। अनि अहिले चाहिँ के प्रकाशित गरेको छ भने नर्सलाई नै टार्गेट गरेर नर्सलाई नै फोकस गरेर नर्सिङलाई नै भनेर चाहिँ एउटा थीम निकालेको छ। त्यो थीम छ आवर नर्स आवर फ्युचर केयरिङ फर नर्स स्टेट एन्ड इकोनोमिक्स हुन्छ होइन। यसको अर्थ के हुन्छ त भनेपछि हाम्रो नर्स को हुन्छ भनेपछि त्यो हाम्रो नर्स नै हाम्रो भविष्य हो होइन। अनि यो नर्सिङको केयरले के गर्छ त भनेपछि एउटा फ्यामिलीलाई एउटा चाहिँ सोसाइटीलाई अनि हाम्रो एउटा राष्ट्रलाई के गर्छ त भनेपछि एकदमै राम्रो केयर प्रोभाइड गरेर अगाडि बढाउँदछ। जसले गर्दाखेरि देशमा राष्ट्रमा चाहिँ यस्तो स्वास्थ्य समस्याहरू चाहिँ आउँदैन भन्ने चाहिँ भनेको छ होइन। तर यो नर्सिङ केयर प्रोभाइड गर्ने क्रममा चाहिँ नर्सहरूलाई पनि केही फेसिलिटीहरू दिएर राख्नुपर्छ है भनेर नर्सलाई फोकस गरेको छ यसमा होइन। नर्स चाहिँ जहिले पनि आफ्नो फिल्डमा काम गर्ने बेलामा एकदम फिजिकली मेडिकली र सोसियली चाहिँ एकदम फ्री भएर काम पाउनुपर्छ भन्ने कुरा चाहिँ यसले फोकस गरेको छ होइन। अनि त्यसपछि साथसाथै यो नर्सिङ केयर प्रोभाइड गरेर केयर गर्नुको साथसाथै होइन सबै राष्ट्रलाई नै चाहिँ फाइदाजनक पार्नुको साथसाथै यो अर्थतन्त्रलाई पनि सुदृढ गर्दछ भन्ने चाहिँ आजको नर्सिङ टिमले चाहिँ फोकस गरेको छ। त्यसै गरेर अब नर्सिङको केयर त गर्ने हो होइन तर आफू पनि स्वयं के हुनुपर्छ त जिम्मेवारी हुनुपर्छ। नर्स भनेको को हो मैले कस्तो खालको नर्सिङ प्रोभाइड गर्नुपर्छ भनेर चाहिँ होइन। हाम्रो हस्पिटलमा चाहिँ एउटा नर्स चाहिँ इम्पोर्टेन्ट एउटा पेसेन्ट चाहिँ नर्सको अगाडि चाहिँ एउटा इम्पोर्टेन्ट पर्सन भएर आउनुहुन्छ होइन। उहाँहरूलाई चाहिँ केयर गर्दाखेरि चाहिँ हामीले दत्तचित्त भएर एउटा स्किल नलेज एटिट्युड सब चाहिँ लगाएर चाहिँ उहाँहरूलाई चाहिँ हामीले चाहिँ भगवान्को रूपमा लिएर हामीले चाहिँ केयर प्रोभाइड गर्नुपर्छ भन्ने मलाई लागिरहेको छ है। अनि त्यसपछि आजको फिल्मको मेन उद्देश्य भनेको अर्को है नर्सहरूको योगदानको के अरे सामना गर्नु होइन। नर्सको योगदान के हो त होइन। नर्सले के गर्छ भन्ने कुरा चाहिँ माथिल्लो निकायका व्यक्तिहरूले पनि योगदानलाई चाहिँ अलिकति मूल्याङ्कन गर्न सक्नुपर्छ है। अनि त्यसपछि नर्सहरूको स्वास्थ्य सुरक्षा र कार्य वातावरणमा पनि अलि ध्यान केन्द्रित गर्नुपर्दछ। अनि त्यो भन्नाले कस्तो नयाँ नयाँ ट्रेनिङहरू हुन्छ हाम्रो नयाँ नयाँ टेक्नोलोजीहरू हुन्छ होइन। त्यसमा चाहिँ ट्रेनिङहरू लिने त हाम्रो संस्थामा गरि नै राख्नु भएको छ। यसमा चाहिँ मैले एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु। हाम्रो डाइरेक्टर सर आज चाहिँ यहाँ हामीमा हुनुहुन्न। डाइरेक्टर सरले चाहिँ कन्टिन्यू रूपमा चाहिँ ट्रेनिङ दिइराख्नु भएको छ हाम्रो हस्पिटलमा होइन। साथसाथै हामीलाई पनि के गर्नुपर्छ भनेपछि सिएमई गर्नुपर्छ है। सिधै तपाईँहरूले चाहिँ आफ्नो वार्डको इन्चार्जलाई चाहिँ प्रत्येक दिन सिएमई गरिराख्नुपर्छ कन्टिन्यू गरिराख्नुपर्छ भनेर चाहिँ एकदमै हामीलाई प्रेरित गरिराख्नु भएको छ डाइरेक्टर सरले। अनि त्यही भएर हामीले पनि प्रत्येक हामीले हप्तामा 15 दिनमा गएर चाहिँ हामीले सिएमई गरि नै रहेको छ होइन। अहिले भर्खरै न्युरोको पनि नयाँ डाक्टर आउनु भएको छ। अनि न्युरोमा पनि एकदमै जरुरी थियो इमोबिलिटी पेसेन्टलाई कसरी चाहिँ हामीले केयर प्रोभाइड गर्ने भनेर भर्खरै मैले अस्ति भर्खर एउटा इमोबिलिटी पेसेन्टको नर्सिङ केयरको बारेमा चाहिँ सिएमई दिएर आएको थिएँ होइन। त्यसै गरी हाम्रो साथीहरू पनि प्रत्येकले चाहिँ आफ्नो पालामा चाहिँ सिएमई दिइराख्नु भएको छ। त्यो चाहिँ कन्टिन्यू रहोस् भन्ने चाहिँ मेरो चाहिँ
स्वास्थ्य सुरक्षा कार्य वातावरणमा ध्यान चाहिँ केन्द्रित गर्नुपर्दछ भनेर भनेछ होइन। त्यसमा चाहिँ एउटा टप लेभल म्यानेजमेन्टले मिडिल लेभल म्यानेजमेन्टले चाहिँ यो टप लेभल म्यानेजमेन्टले चाहिँ स्ट्राटेजीहरू बनाउने बेलामा होइन अनि त्यसपछि नीति नियम बनाउने बेलामा पनि नर्सिङलाई फोकस गरेर अनि नर्सिङलाई चाहिँ कसरी चाहिँ नर्सिङलाई चाहिँ इम्प्रुभ गर्न सकिन्छ, नर्सिङ केयरलाई चाहिँ कसरी अपडेट गर्ने हो भन्ने कुरामा पनि नीति नियम बनाएपछि चाहिँ फलोअप्सहरू त फलो गरिरहेछ नि होइन। त्यही भएर नीति नियम चाहिँ राम्रो गराउनु पर्यो टप लेभल म्यानेजमेन्टहरूले अनि मिडिल लेभल म्यानेजमेन्टले पनि त्यसलाई चाहिँ लागू गराउनु पर्यो र इम्प्लोइजहरूले पनि त्यो चाहिँ त्यो अनुसारको चाहिँ गर्नु पर्यो। त्यसो यिनै कुराहरूमा चाहिँ रिलेटेड गराएर चाहिँ नर्सिङ फिल्डले चाहिँ अहिले यो आइसिएमले चाहिँ हाम्रो नर्सिङ फिल्ड चाहिँ निकाल्नुको मेन कारण चाहिँ त्यो रहेको छ र आइसिएमले रुल रेगुलेसन निकाल्यो, नीति नियम हामीले चाहिँ जान्यौँ, हाम्रो टप लेभल म्यानेजमेन्टले दियो भनेर आफू चाहिँ केही वास्तै नगर्नु पनि त होइन नि होइन। हामी नर्सहरू भइसकेपछि चाहिँ आफ्नो रोल एन्ड रेस्पोन्सिबिलिटी पनि हामीले राम्रो तरिकाले चाहिँ निभाउनु पर्दछ होइन। म को हो त, म नर्स हो, म के हो त, नर्सिङ पहिला आफूलाई चिनिसकेपछि अनि बल्ल अरूलाई चिन्दछ नि त होइन। त्यो हामीले को हो भन्ने कुरा चाहिँ थाहा पाउनु पर्दछ। अनि त्यसपछि आएर नर्स भनेको एउटा पर्सन भयो, नर्सिङ प्रोफेसन भनेको के हो त भने नर्सिङ भनेको एउटा प्रोफेसन हो होइन। नर्सिङ प्रोफेसन भनेको एउटा साइन्टिफिक नलेज अफ बडी हो होइन। बडी अफ साइन्टिफिक नलेज भएको भावनाले चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ कुनै पनि काम गर्नुभन्दा अगाडि ऱ्यासनलाइज तरिकाले चाहिँ हामी अगाडि बढ्नुपर्छ। मैले के गरिरहेको छु, यो इन्जेक्सन दिनुभन्दा अगाडि यसको चाहिँ डेट एक्सपायर के हो, मैले के गरिरहेको छु, कहाँ कुन रूपबाट दिने हो भन्ने कुराहरू चाहिँ हामीले चाहिँ एकदम ख्याल गरेर विचार गरेर चाहिँ गर्नुपर्दछ है। र साथै अरूमा के भन्न चाहन्छु भने आज बुद्ध पूर्णिमाको दिन हो होइन, बुद्धको जन्मदिन। अनि सिद्धार्थ जसलाई चाहिँ सिद्धार्थ गौतम भनेर भन्दथे होइन। सिद्धार्थ गौतमले आफ्नो आमा माया देवीलाई चाहिँ एउटा भक्तिको जिम्मा लगाएर आफ्नो ज्ञान हासिल गर्न गएका थिए होइन। त्यस्तै गरिकन चाहिँ कति शान्त स्वभावमा चाहिँ उनले आफ्नो जीवनी चाहिँ बिताए। त्यस्तै गरिकन हामी नर्स पनि बुद्धको देनहरूलाई र हाम्रो नर्सिङ फ्लोरेन्स नाइटिङ्गेलका देनहरूलाई सम्झेर चाहिँ बिरामीहरूको सेवा गर्दैछौँ र हामी पनि उहाँहरूको देनहरूलाई नबिर्सेर निरन्तर रूपमा काम गरिरहेछौँ भन्ने विश्वासले धन्यवाद साबित्रा जी आफ्नो जानुभएकोमा।